हेलो हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। आज चाहिँ हाम्रो विशेष अर्ग्यानिक खाना पाक्दैछ। म हजुरहरूलाई देखाउन गइरहेको छु है। हेर्नुहोस् ल, के हेर्नु, यो फापरको रोटी बन्दैछ है। यो ठुली दिदीले बनाउँदै हुनुहुन्छ। यसरी गरेर अनि यसरी बन्छ है हाम्रो फापरको रोटी चाहिँ। ल यसरी फर्क्यो है रोटी चाहिँ। फापरको पिठो पहटाइदेऊ आमा, फापरको पिठो पठाइदेऊ आमा, यहाँको चामल साह्रै नै महँगो। साथीहरू, रोटी एउटा यहाँ रेडी भइसकेको छ। रेडी हुँदैछ साथीहरू। वाउ, अब फापरको रोटीसँग चट्ट चटनीसँग खानुपर्छ। हाम्रो आजको बिहानको खाजा यस्तो छ है साथीहरू। विशेष मेरो ठुली दिदीले बनाउनु भएको है। उहाँ ल्याउनु भएको यो हाम्रो यतातिर फल्दैन, माथि भोटतिरबाट लिएर आउनु भएको पिठो चाहिँ। हामीलाई चाहिँ सधैँको वर्ष यसरी चखाउनुहुन्छ फापरको रोटी। साथीहरू, हाम्रो फापरको रोटी पाकेर पनि चट्नीसँग रोटी नास्ता खान लाग्छौँ है। वाउ, दामी, एकदम मिठो भएको छ साथीहरू। भिनाजुले पनि फापरको रोटी खाँदै हुनुहुन्छ है साथीहरू।